नेपालले लिग 2 का खेलहरू खेल्दै गर्दा नेपालमा हुन गइरहेको लिग 2 मा हिजो भएको खेलमा युएईले ओमानलाई हराएको छ अनि नेपाललाई फाइदा भएको छ किनकि ओमान युएई नेपालभन्दा माथि रहेको छ। त्यसैले नेपाललाई फाइदा भएको छ। नेपालले आउँदो खेल सबै खेलमा जित हासिल गर्न सकेमा नेपाल शीर्षै फोभित्र पर्ने सम्भावना उच्च रहेको छ। नेपालले लिग 2 मा अप्रिल 29 अर्थात् भोलि खेल्नेछ। भोलि नेपालले ओमानसँग खेल्नेछ। ओमानसँग बिहान 9:30बाट सुरु हुनेछ यो खेल। नेपाल युएई र ओमान बिचको यो त्रिकोणीय सिरिजमा नेपाल ओमान र युएई रहेका छन्। नेपालले आफ्नो पहिलो खेलमा युएईलाई 37 रनले हराएको छ भने युएईले ओमानलाई आफ्नो दोस्रो खेलमा 25 रनले हराएको छ। त्यस्तै टेबल चार्ट हेर्ने हो भने नेपाल 7औं स्थानमा छ भने युएई 8औं स्थानमा रहेको छ। त्यसैले यस सिरिजमा युएई र नेपाललाई भने जित्ने दबाब रहेको छ किनकि युएई र नेपाल अन्तिममा रहेका छन्। त्यसैले नेपाललाई र युएईलाई जित्नुपर्ने दबाब आएको छ। नेपाल र ओमान बिचको हुने प्लेइङ 11 को बारेमा आउनुहोस् चर्चा गरौँ। ओपनिङमा आउनेछन् कुशल भुटेल र अर्जुन कुमार। त्यस्तै दोस्रो नम्बरमा आउनेछन् रोहित पौडेल। तेस्रो नम्बरमा आउनेछन् आरिफ शेख। चौथो नम्बरमा आउनेछन् बसिर अहमद। पाँचौं नम्बरमा आउनेछन् उपेन्द्र सिंह ऐरी। छैटौं नम्बरमा आउनेछन् गुलसन झा। सातौं नम्बरमा आउनेछन् सोमपाल कामी। आठौं नम्बरमा आउनेछन् करण केसी। 9 नम्बरमा आउनेछन् सन्दीप लामेछाने। 10 नम्बरमा आउनेछन् ललित नारायण राजवंशी। यसरी रहेको छ प्लेइङ 11 को बारेमा। कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नुहोला। नेपाल र ओमानको खेल बिहान 9 बजे हुनेछ। भुल्न नभुल्नुहोला 9 बजे हुनेछ नेपाल र ओमान खेल। टेबल चार्टको टपमा रहेको छ युएसए। यो सिरिज सकिएपछि नेपालले युएसए विरुद्ध खेल्नेछ। हजुरको प्लेइङ 11 पनि कमेन्ट गरेर लेख्न नभुल्नुहोला। कस्तो लाग्यो आजको यो मेरो प्लेइङ 11। हस्त धन्यवाद।